कमाउने होइन, यो वरदान हो, परमेश्वरले दिनुभएको छ। उद्धार हामीले कमाएर कमाउन सक्दैनौँ। जुन दिन हामीले परमेश्वरलाई स्वीकार गर्यौँ त्यो दिन परमेश्वरले हामीलाई पुत्रको पहिचान दिनुभएको छ, आफ्नो परिवारमा गाभ्नु भएको छ। ओके, अनि अगाडि दृष्टान्त हामीले पढेको थियौँ, त्यहाँनिर बुवा देख्नुभयो, बुवाले कान्छा छोरा आउँदा के गरेको छ, छोराले के भन्यो, मलाई एउटा दास सरह, एउटा नोकर सरह, चाकर सरह मलाई स्वीकार्नु भए पनि पुग्छ यति बा भनेर छोराले भनेको छ। तर बुवाले के गरेको छ, उसले औँठी पहिराइदियो, नयाँ वस्त्र पहिराइदियो, नयाँ चप्पल पहिराइदियो, अनि पशु रमाहट गरेको छ, उत्सव मनाएको छ। अनि यो कथामा बुवाले कसको प्रतिनिधित्व गरिरहेको जस्तो लाग्छ तपाईँलाई? कसको? परमेश्वरको है, परमेश्वरको। हाम्रो परमेश्वर पनि यस्तै हुनुहुन्छ, हुन्छ। हाम्रो परमेश्वर पनि दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ, हैन? अनि उहाँ क्षमा दिने परमेश्वर हुनुहुन्छ। हामीले यदि गलत नजरले परमेश्वरलाई हेरिरहेका छौँ, लट्ठी बोकेर बस्ने, न्याय गर्नको लागि तयार, मलाई कतिखेर पाप गर्छ यसलाई चाहिँ दण्ड दिन्छु भनेर बसिरहेको परमेश्वर भनेर हामीले लिइरहेका छौँ। कतिजनाले त्यो हिसाबले लिएको हुनसक्छ है। त्यो लिइरहेका छौँ भने हामी गल्ती गरे पछाडि परमेश्वरको सामु डराउँछौँ। तर परमेश्वर हो, न्यायको समय छ। परमेश्वर एकदमै न्यायी हुनुहुन्छ। उहाँले पापलाई पाप र धार्मिकतालाई धार्मिकता छुट्याउनुहुन्छ। उहाँले है गलत खराबलाई छुट्याउनुहुन्छ परमेश्वरले। त्यसको समय छ। तर यो समयमा चाहिँ हामीलाई अनुग्रह दिनुभएको छ, प्रेमिलो परमेश्वर हुनुहुन्छ, दया गर्नुभएको छ। त्यही कारणले यदि तपाईँलाई लाग्छ कि म हैन पुत्रको पहिचानमा जिउन सकिरहेको छैन, यो कान्छा छोरा जस्तो तपाईँ हुनु भइरहेको छ तपाईँको लाइफमा, तपाईँको जीवनमा है, परमेश्वरबाट तपाईँको आफ्नो शरीरको विलासको लागि अन्तै कतै टाढो जानुभएको थियो परमेश्वरबाट हैन। म तपाईँलाई के उत्साह दिन चाहन्छु भने आज नै त्यो दिन हो, तपाईँ फर्कनुहोस् प्रभुमा। परमेश्वरले पर्खिरहनु भएको छ, मेरो छोरा मेरो छोरी फर्केर आओस् भनेर पर्खिरहनु भएको छ। जब तपाईँ फर्किनलाई एउटा कदम मात्रै चाल्नुहुन्छ, निर्णय जब गर्नुहुन्छ नि, तपाईँभन्दा छिटो दौडेर परमेश्वर तपाईँ कहाँ आउनुहुनेछ। आमेन। परमेश्वर तपाईँलाई क्षमा गर्न चाहनुहुन्छ, फर्केर आएर उहाँसँग जीवन जिएको चाहनुहुन्छ। अनि अर्को कुरा, यदि तपाईँ घरमा त हुनुहुन्छ तर पुत्रको पहिचानमा होइन, तर यो जेठो छोरोको पहिचानमा तपाईँ जिरहनु भएको छ, यदि त्यो हो भने हैन, तपाईँले पनि परमेश्वरमा पश्चाताप गरेर पुत्रको पहिचानमा जिउनुहोस् हैन। एउटाले कान्छो छोराले मैले मेरो पहिचान गुमाएँ भन्दैछ, जेठो छोराले के भन्दैछ त, मैले पहिचान कमाउनु पर्छ भन्दैछ हैन। तर हामीले गुमाएको होइन, हामी परमेश्वरमा फर्किन्छौँ भने ढिलो भएको छैन। परमेश्वर दुई क्षणै परमेश्वरले तपाईँलाई अँगाल्नु हुनेछ, तपाईँलाई नयाँ वस्त्र पहिराइदिनु हुनेछ, येशूको धार्मिकताको वस्त्र पहिराइदिनु हुनेछ। र तपाईँले कमाउनु पर्दैन, उहाँले त सित्तैमा दिनुभएको छ यो वरदान। आनन्द, शान्ति, उद्धार, मुक्ति अनि स्वतन्त्रता, पापको दण्डबाट स्वतन्त्रता, पापको दासत्वबाट स्वतन्त्रता परमेश्वरले दिनुभएको छ है। त्यही कारणले गर्दा हामी चाहिँ हाम्रो पहिचानमा चाहिँ स्टिल भएर दौडो भएर खडा रहनुपर्ने रहेछ है। अनि एकजना पास्टर ले भन्नुभएको थियो, तिमोथी केलर भन्ने व्यक्तिले भन्नुभएको यो उहाँको भनाइ चाहिँ मलाई मन परेको छ, अनि तपाईँहरूलाई सुनाउन चाहन्छु। त्यहाँ उहाँले के भन्नुभएको थियो भने, तपाईँको पहिचान तपाईँले के गर्नुहुन्छ वा के गर्नुहुन्न भन्ने आधारमा होइन, अथवा तपाईँलाई के हुन्छ, के भइरहेको छ मेरो जीवनमा, परिस्थिति विभिन्न के भइरहेको छ भन्ने आधारमा तपाईँले तपाईँको पहिचान पाउनुहुन्न। तपाईँको पहिचान ख्रीष्ट येशूमा पाइन्छ। आमेन हैन। म को हुँ, मैले के गर्दैछु, अथवा मेरो जीवनमा के भइरहेको छ, त्यो कुराले हाम्रो पहिचान दिँदैन। तर हाम्रो पहिचान चाहिँ हाम्रो जीवनमा चाहे जस्तो सुकै आधी बिहेरी भए पनि आइरहेको किन नहोस् हैन, मैले चाहे जस्तो सुकै गर्दै किन नहोस्, तर हाम्रो पहिचान चाहिँ कसमा छ त, ख्रीष्ट येशूमा छ। र ख्रीष्ट येशूले हामीलाई नयाँ पहिचान दिनुभएको छ। र त्यो नयाँ पहिचान चाहिँ हामीले धारण गर्नु पर्यो। पुरानो पहिचान, पुरानो स्वभावहरूलाई त्यागेर नयाँ धारण गर्नुपर्छ भनेर बताउँछ वचनले, हो कि होइन भन्नुहोस् त। त्यही कारणले गर्दा हामीलाई चाहिँ परमेश्वरले के त नयाँ पहिचान दिनुभएको छ। अनि हामीलाई चाहिँ आनन्द साथ जिउनको लागि
अनि आनन्द साथ परमेश्वरलाई सेवा गर्नको लागि र मानिसहरूको सेवा गर्नको लागि हामीलाई बोलाउनु भएको छ है। एफएसी 5 को 1 देखि 2 लाई पनि हामी हेरौँ यसको लागि। यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरको देखासिखी गर्नेहरू हौ। तिमीहरू प्रेममा चल जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। आमेन। के भन्ने यहाँनिर हामी चाहिँ परमेश्वरको प्रिय बालकहरू हौ। हामी चाहिँ कसको देखासिखी गर्नुपर्ने रहेछ? परमेश्वरको देखासिखी गर्नेहरू। यदि परमेश्वरको सन्तान हौ भने परमेश्वरको देखासिखी गर्ने व्यक्तिहरू हुनु पर्यो। जस्तै हाम्रो नानीहरू आमा बाउले जे गरेको छ त्यही फलो गरिरहेको हुन्छ। हाम्रो नानीहरूले पछ्याइरहेको हुन्छ होइन। आमा बाउले गरेकै कुरा गरिरहेको हुन्छ। केही सिकायो भने तुरन्तै उनीहरूले त्यही अनुसारले गरिरहेको हुन्छ। सिकाउनु पनि पर्दैन, गरेको देख्ने बित्तिकै उनीहरूले पछ्याइरहेको हुन्छ। के नभन्नुहोस् त होइन। कतिपय समयमा राम्रै कुरा पनि पछ्याएको हुन्छ, कतिपय समयमा नराम्रो कुरा पनि पछ्याएको हुन्छ। त्यसले होसियार हुनुपर्छ है। अनि हामी चाहिँ कसको देखासिखी गर्ने हुनु पर्यो? हामी परमेश्वरको सन्तान हो भने परमेश्वरको देखासिखी गर्ने हुनु पर्यो नि त होइन। हामी संसारको देखासिखी गर्ने हुन्छौँ भने हामी त संसारको सन्तान हुन्छौँ नि होइन र। तर हामी चाहिँ परमेश्वरको सन्तान हौ। भन्नुहोस् त फेरि, परमेश्वरको सन्तान। हामीले परमेश्वरको देखासिखी गर्नुपर्छ, परमेश्वरको अनुसारले होइन। उहाँले जे गर्नुभएको छ त्यो अनुसारले गर्नुपर्छ है। र अर्को कुरा के भनेछ? तिमीहरू प्रेममा चल जसरी ख्रीष्टले पनि हामीसँग प्रेम गर्नुभयो। ख्रीष्टले हामीलाई कसरी प्रेम गर्नुभएको छ त? एकदमै बलिदान युक्त तरिकाले प्रेम गर्नुभएको छ। के होइन मण्डली? मण्डलीको निम्ति उहाँ बलिदान हुनुभयो। त हामीले एकअर्कालाई प्रेम गर्दा फलानाले मलाई जति प्रेम गर्छ म पनि त्यति नै प्रेम गर्छु भनेर भयो त? भएन। ख्रीष्ट जस्तो भएन। फलानाले मलाई प्रेमै गर्दैन म पनि गर्दिनँ लाजा, त्यो भयो? त्यो पनि भएन। फलानाले मलाई प्रेम गरोस् नगरोस् म उसलाई प्रेम गर्छु। यो हो ख्रीष्टको प्रेम होइन। ख्रीष्टले पनि हामीले प्रेम गर्नुभन्दा अगाडि नै उहाँले हामीलाई प्रेम गर्नुभयो। हामीले केही गर्नुभन्दा अगाडि नै उहाँले हाम्रो निम्ति बलिदान दिनुभयो, आफूलाई त्याग्नुभयो, हाम्रो निम्ति अर्पण गर्नुभयो। त्यही कारणले गर्दा फलानाले मलाई प्रेम गरोस् नगरोस्, फलानाले मलाई मेरो प्रेमको फिर्ता होइन वापस प्रेममा फिर्ता देओस् नदेओस् होइन, म स्टिल उसलाई प्रेम गर्छु। म अझै पनि उसको कदर गर्छु, आदर गर्छु। फलानाले मलाई आरोप लगाओस् तरै पनि म उसको निम्ति प्रार्थना गर्छु। त्यो खाले प्रेम चाहिँ ख्रीष्टले गर्नुभएको छ है। सेवा गर्नुभएको छ अरूको, त्यो खाले सेवा गर्ने खाले प्रेम परमेश्वर हामीबाट चाहनुहुन्छ। यदि हामी परमेश्वरका सन्तान हौँ भने हाम्रो प्रेम चाहिँ यस्तो हुनुपर्ने रहेछ है। हाम्रो प्रेम चाहिँ यस्तो हुनुपर्ने रहेछ है। तपाईँ जसलाई परमेश्वरको पहिचानमा आज पक्का स्योर थिएन, तर म तपाईँहरूलाई के उत्साह गर्न चाहन्छु भन्दा तपाईँले यदि ख्रीष्टलाई आफ्नो प्रभु भनेर स्वीकार्नु भएको छ भने तपाईँ पक्का पनि परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ, छोरी हुनुहुन्छ। अलिक टाढा जानुभएको होला, चिन्ता नगर्नुहोस्, उहाँले तपाईँलाई अँगाल्नुहुनेछ होइन। उहाँमा फर्किनुहोस्, तर फर्किनु चाहिँ पर्यो, फर्किनु पर्यो उहाँमा। यदि फर्किनु भएन भने अवश्य तपाईँले भन्नु सक्नुहुन्छ, तर फर्किनुपर्छ। मलाई पनि परमेश्वरले मौका दिनुभयो, दोस्रो चान्स, दोस्रो मौका दिनुभयो, फर्केर आउने मौका होइन। म 3 वर्ष हराएको थिएँ, उहाँबाट टाढो भएर यो उडाउ पुत्र जस्तै 3 वर्ष प्रभुबाट टाढा हिँडेको थिएँ। तर परमेश्वरले फेरि मलाई उहाँका फर्केर आउने यो कान्छो सानो छोरो जस्तै फर्केर आउने मौका दिनुभयो। त्यति मात्रै होइन, उहाँले मलाई छोरी हुने अधिकार पनि दिनुभयो। उहाँले कहिले पनि त्यो मलाई खोज्नु भएन। प्रभुलाई धन्यवाद। त्यस्तै आज तपाईँहरूलाई पनि म पक्का गर्न चाहन्छु, तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ, परमेश्वरको छोरा हुनुहुन्छ, छोरी हुनुहुन्छ। अनि परमेश्वरको छोरा छोरी भइकन हामी चाहिँ दिन प्रतिदिन परमेश्वरसँग जिउनको लागि जोड गर्नुपर्छ, दरिलो भएर खडा हुनुपर्छ है। परमेश्वरले मलाई प्रेम गर्नुभएको छ भनेर हलुको होइन त्यो खाले जीवन जिउनको लागि होइन, जोडले परमेश्वरलाई पनि प्रेम गर्ने र परमेश्वरको जनलाई पनि प्रेम गर्ने, परमेश्वरको सेवा गर्ने, परमेश्वरको जनको पनि सेवा गर्ने होइन। परमेश्वरको देखासिखी हुनुपर्छ हामी चाहिँ है। एक दिन पनि उता हामी किन दास भएर जिउनु त हो? के नभन्नुहोस् त? हामी पुत्र हौँ भने पुत्र भएर जिउँ, सन्तान हौँ भने सन्तान भएर जिउँ। एक दिन पनि हामी दासत्वमा नजिउँ। आमेन। हुन्छ। हामी सबै